बुढा सुब्बा हुँदै अहिले चाहिँ हामी इटरीमा आइपुगेका छौँ है। अहिले ट्याक्कै इटरीमा छौँ। अब इटरीमा यहाँ यसो बिहान टक्क यहाँ हल्का खाजाभुजा गरेर अनि यात्रा चाहिँ अगाडि बढाउने गाइज होइन। ल गर्मी बहुत छ है यता त इटरीतिर त एकदमै गर्मी छ। यस्तो गर्ने बरु एउटा प्लेटमा पुरै जेरी हालिदिने अनि पुरी छुट्टै ल्याउने जसले जुन खानु मन लाग्छ त्यही खाने हो। यात्रा कस्तो हुँदैछ विपन सर? एकदम भइरहेछ हो रमाइलो भएको छ। अनिल दाई तपाईँ हाम्रो यो भ्रमणबारे के भन्न चाहनुहुन्छ? पुग्न मन लाग्छ एकदम।